हेलो एभ्रिवान, आज चाहिँ हामी बिहान सुरसिङ गर्न जाँदैछौँ अनि हाम्रो साथीहरूले चाहिँ एकदम धेरै ढिलो गरेर 5 बजे हिँड्ने भनेको मान्छे 5:30 हुन लागिसक्यो तर मान्छेहरू आउने अत्तो पत्तो छैन। अनि त्यसपछि कुरिरहेको छौँ। अब चाहिँ हामी हिँड्न लागेको घरबाट अनि उता पर दाईहरू बाटोमा जान लागेको अनि त्यहाँ चाहिँ हामी त्यो मान्छेहरूलाई कुर्नेछौँ जो मान्छेहरूले अहिलेसम्म ढिलो गरिरहेको छ। अब हजुरहरूलाई म दाईहरूसँग पुगेर भेट्छु है, बाई। गाइजहरू हामी चाहिँ यहाँ पर्खिरहेको छौँ साथीहरूलाई, तर साथीहरू चाहिँ कहाँ गए गए थाहा छैन। कोही नआउने भन्छ, कोही कहाँ गयो गयो। हामी कुद्दा कुद्दा दिक्क भइसक्यो। 5 बजी जाने भने मान्छे 6 बजिसक्यो। हेलो, हामी चाहिँ हिँडेको अघि लाग्यो ग्रुपमा। मेरो हेर न गाइजहरू, नयाँ स्काफ किनेको, त्यही पनि झोरे झोरे गर्छ यहाँ। हेर्नुहोस् यहाँ कटिङ भनेर किनेको हामी चाहिँ दर्शन पावा आइपुगिसक्यौँ अनि त्यसपछि यहाँनिर चाहिँ यसो चाहिँ ड्रेस चेन्ज गरेको सुरुवालको कट्टु लागेको थियो, त्यही भएर अनि अब चाहिँ हामी रेस्ट गरेर फेरि अगाडितर्फ लाग्दैछौँ। गन्तव्यतर्फ लाग्दैछौँ। साथीहरू यहाँ चाहिँ एकदम धेरै खुसी लागिरहेको छ, यस्तो राम्रो देखिरहेको छ भ्यू पनि, तर चिसो भने एकदम धेरै भइरहेको छ हामीलाई। अनि हामी चाहिँ जाँदैछौँ, पछाडि चाहिँ हाम्रो ग्याङहरू छ, त्यो रोकेर आउँदै हुनुहुन्छ अनि हामी चाहिँ हिँडेको। घाम पनि लाग्ला लाग्ला जस्तो पनि छ, फेरि लास्ट चिसो पनि छ है गाइजहरू। ल अब चाहिँ बादलहरू अलिअलि खुलिँदैछ अनि त्यसपछि यो मेलम्ची बजार हो कि के हो यता मुनिको चाहिँ, त्यसपछि हामी चाहिँ अब जाँदैछौँ मजाले। यति राम्रो देखिरहेको छ नि आकाशहरू पनि, अनि यो बादलहरू यस्तो हट्दाखेरि झन् कति राम्रो भ्यू देख्छ, तर यो अलिअलि रुखहरूले चाहिँ देखेको छैन है।